हेलो सर, नमस्कार। बुद्धिजीवी, वैज्ञानिक, कृषि विज्ञ सम्पूर्ण साथीहरूलाई म यो एउटा हाम्रो स्थानीय जङ्गलमा पाइने रेशम किरा फेला पारेको थिएँ। त्यसलाई लिएर 1 महिना पहिले मैले राखेको थिएँ यस ककुनलाई। आज यो ककुनबाट पुतली बटरफ्लाई निस्केको छ। अब यसको संरक्षण कसरी हुन्छ, यसलाई कसरी बचाएर राख्ने, यसको वृद्धि विकास कसरी गर्ने भनेर मलाई ज्ञान छैन। यसैले विज्ञ साथीहरूसँग सरसल्लाह माग्न म यो भिडियो बनाइरहेको छु। अहिले बिहानको झन्डै करिब 5 बजेको छ। यो 5 बजेको टाइममा अनि यो ककुनबाट पुतली जन्मेको छ। यसैले म एउटा भिडियो बनाउन गइरहेको छु। यो भिडियो हेरेर मलाई यसलाई संरक्षण गर्ने कसरी भन्ने तरिकाको मलाई भिडियो दिनुहोला। धेरै लामो भयो नि, भिडियो अपलोड नगर्दैन रहेछ। के भयो भने लङ केमा आयो केमा युट्युबमा युट्युबमा त हुन्छ, घन्टामा हुन्छ युट्युबमा त। किन फेल हुन्छ त? ए यस्तो मैले कहिले हुन्छ ककुन भेटाएको थिएँ। खै 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 मोबाइल हुन्छ है। अहिले छोटो बनाइदिन्छु फेरि। यस्तो भेटाएको थिएँ फेरि पुतली ककुन भेटाएको थिएँ। अन्त यसको भिडियो बनाएर यसलाई खेती कसरी गर्ने भनेर कसैले सुझाव दिनुहुन्छ कि भनेर भिडियो बनाउँछु भनेको। लङ भयो, फेल जति लामो पनि जान्छ त। यो त रेशम खेती गर्ने तरिका हुन्छ त। एकदम यो नेचुरल हो, यो आर्टिफिसियल होइन भने त कहिले जान्छ जान्छ। उहाँले जान्छ कहिले